दुई दिने कर्नुवाल यात्रा सुरु भएको छ। 5 जनाको समूहमा छौँ। गङ्गा दाई, गङ्गा भाउजू, प्रतिमा, प्रत्युषा र म। शनिबार बिहान 5 बजीभन्दा अगाडि नै हामी घरबाट निस्केका छौँ। त्यसैले सडक करिब सुनसान नै छ। यात्रा करिब 300 माइलको होला, निकै लामो छ। यो रुटमा मुख्य गरी M4 वेस्ट बाउन्ड, M5 साउथ बाउन्ड र A30 वेस्ट बाउन्डले करिब 280 माइल जति कभर गर्नेछन् र बाँकी 8-10 माइल सानी सडकहरू छन्। पानी चाहिँ सुनेको थियो, दन्दल हो। हाम्रो यात्राको पहिलो गन्तव्य ल्यान्ड्स एन्ड, जमिनको अन्त्य भन्ने ठाउँ रहेछ यो। हेरौँ जमिनको अन्त्य भनेको के रहेछ। She hums a tune I've never heard in languages I can't speak. She writes down cities on her wrist, dreams she'll never keep. I sip my coffee, miss my cue, still anchored by my feet. But time rolls on like open roads, and soon she won't be here. ल्यान्ड्स एन्ड Oh, traveler, ब्लु ओसन प्लस यो you carry the sun in your stride, leaving behind ल के भन्ने हो। what I hold inside. If I don't ask your name today, I may get the chance ल्यान्ड्स एन्ड to walk beside your छ भने भनौँ है। ल 2 शब्द जाओस्, maybe next year. ड्राइभबाट पनि जाओस् कि। On some quiet mountain ridge, I'll see you turn and I'll be brave. But what if courage comes too ल यो late? चाहिँ ल्यान्ड्स एन्ड हो। यो चाहिँ अब हामीलाई नेपालकै पहाडमा गए जस्तो The world is छ है। your open gate, and I just stood भाउजू afraid of fate. If I टक्क don't take that step today, you'll vanish with the train. नानीको राम्रो ड्रेस एकदम साइनिङ एकदम साइनिङ Look at that. राम्री चाहेर पनि मैले भन्न सकिनँ तिमीलाई मेरो मुटु चोरिसक्यौ तिमीले भागेर शरीरबाट यो आत्माले छोडेर गएछ तिमीलाई नै खोजी हिँड्छु रे मेरो दिन बर्बाद भयो यादमा तिम्रो फेरि बिहानीको सुरुवात हो यादमा तिम्रो फेरि मेरो दिन बर्बाद भयो यादमा तिम्रो फेरि बिहानीको सुरुवात हो यादमा तिम्रो फेरि ओडी ओडी
ल टिम एकचोटि त हेरौँ त टिम ल दाइ ल यो चाहिँ मिनाक थिएटरको इन्ट्री पोइन्ट हाम्रो टिम होइन अब म भिडियोग्राफर भइहालेँ ल हुन्छ हुन्छ दाइ ठिकै छ म अहिले चल गरेर हेर्नु ल यो मिनाक थिएटर हो माथिबाट हेर्दाखेरि यो छ ल यस्तो छ हाम्रो दोस्रो गन्तव्य मिनाक थिएटर ल यो ओपन थिएटर यसको टिकट पाउन चाहिँ अलि गाह्रो नै हुने रहेछ सेम डे त असम्भवै हो र हामीले झन्डै एक हप्ता अगाडि टिकट काटेका थियौँ र त्यतिखेर पनि सजिलै भनेको टाइममा पाउन अलिक गाह्रो भएको थियो टिकट पाउन गाह्रो भए पनि त्यहाँ त्यति भिड चाहिँ थिएन र हामीलाई लाग्यो यो चाहिँ एकदम क्लिफ भिरमा छ थिएटर बनाएको छ र यो भिरमा भएको हुनाले अलिक भिडभाड भयो भने अलि एक्सटेन्ड हुनसक्छ भन्ने सोचेर चाहिँ अलि लिमिटेड टिकट मात्रै बेच्ने हो कि जस्तो लाग्यो ठाउँ एकदम रमाइलो छ राम्रो छ एकपटक आउनै पर्ने ठाउँ हो यो थिएटर हो अब यहाँ चाहिँ सो टाइम सुरु हुन लाग्यो सो टाइम हुन लाग्यो अब हाम्रो यहाँ टिम चाहिँ आफ्नो सिट बसिसक्यो बसिनु भएको छ अब सो टाइम सोको लागि तयारी हुँदैछ र सिटहरू भरेको छैन हामी अलि अगाडि आएको छौँ यहाँ अलिक गाह्रो होला भनेर सोको लागि यहाँ चाहिँ अब लाइटहरूको सेटिङ यो ओपन थिएटर हो नो रुफ छैन ठ्याक्कै समुद्रको किनारमा छ यो थिएटर मिनाक थिएटर तर समुद्र माथि ओपन थिएटर ल प्रत्युषा भिआइपी लाउन्जमा बसिराखेका छिन् हाम्रो टिम बाँकी टिम गङ्गा दाई आवाजु प्रतिमा प्रतीक्षाको फोटो खिच्दै ल यो एकदमै भिरालो जग्गामा छ निकै नै भिरालो छ यतै जन्मे हुर्केकाहरूलाई चाहिँ अलि हिँड्न अब सिँढीहरू छ स्टेप्सहरूले चाहिँ अब यति गाह्रो नभए पनि अब ठुलो भिडभाड हुँदाखेरि चाहिँ दुर्घटनाको सम्भावना छ यहाँ त्यसैले लिमिटेड टिकट बेचिन्छ होला डेली आज शनिबारको दिन यहाँ यसो फोटो सेसन हुँदैछ भाउजूलाई अलि थकै लागे जस्तो छ
शीतलमा बस्नु भएको छ, घाम पनि भयो होला प्रतिमा भाउजू। दाइलाई अलि हतार भयो कि जस्तो छ, बोलाउँदै हुनुहुन्छ। ल जाउँ जाउँ भन्दै हुनुहुन्छ। ल तल समुद्र हो, र समुद्र किनारमा यो थिएटर, यो बस्ने सिटहरू हुन् यिनीहरू। ठाउँ निकै रमाइलो छ, निकै रमाइलो, मनमोहक नै छ। एकपटक चाहिँ आउनै पर्ने हो ठाउँ हो यो। ल हेर्नुहोस् एकदम। यो चाहिँ सेन्ट माइकल्स माउन्ट, यो अलिकति पारिपट्टि छ आइल्यान्ड, सानो आइल्यान्ड। आज स्याटरडेदेखि बन्द हुँदो रहेछ। यहाँ आइयो, हाम्रो दाइ एकदम बिजी हुनुहुन्छ यहाँ। माउन्टमा सानो पिकनिक पनि गरियो समुद्रको छेउमा। सेन्ट माइकल्स माउन्ट। भाउजू कति हतार भएको, बसेर खानु न आरामसँग। ए हस् हस्। उहाँ हुनुहुन्छ हेमकान्त सेडाई सर, फालमाउथमा। यहाँ चाहिँ उहाँको अवार्ड विनिङ रेस्टुरेन्ट रहेछ, बाल्टी करिज भन्ने, फालमाउथको सेन्टरमै, एकदम सेन्टरमा, धेरै पपुलर रहेछ। आज उहाँले हामीलाई एकदम मिठो खाना खुवाउनु भयो, उहाँलाई धेरै धेरै धन्यवाद। आजको वासस्थान पनि उहाँकोमै हुनेछ, उहाँले व्यवस्था गर्नुभएको छ सबै हाम्रो। निकै रमाइलो, निकै सहयोगी, समाजसेवी हुनुहुँदो रहेछ उहाँ। त्यहाँ स्थानीय बीच निकै लोकप्रिय, उहाँलाई भेट्दा धेरै खुसी लाग्यो। हाम्रो सेडाईजीले घुमाउनुसँग घुमाइदिनु भयो। फालमाउथको स्थानीय सडकहरू, नदी किनार, समुद्री किनारमा हामी यसो घुमघाम गर्दैछौँ, ड्राइभिङ गर्दैछौँ। कहिले घुम्दै ड्राइभिङ गर्दै निकै रमाइलो छ। घाम अस्ताउने बेला हुन लागेको छ, करिब 8 बज्न लाग्यो होला।
अँधेरो अँधेरो हुन लागेको छ अब केही टाइमपछि हामी अब आफ्नो वासस्थानतिर लाग्नेछौँ। यो सबै कुराको व्यवस्था हाम्रो सेनाई सरले गर्नुभएको छ। निकै सहयोगी मान्छे, निकै रमाइलो। बिहानीको सुरुवात हो यादमा तिम्रो फेरि मेरो दिन बर्बाद हो यादमा तिम्रो फेरि बिहानीको सुरुवात हो यादमा तिम्रो फेरि ओडी ओडी फालमाउथमा बिहान हामी मोर्निङ वाकमा निस्केका छौँ। अलि चाँडै उठ्यौँ हामी 7 बजीतिर उठेर हल्का चिया ब्रेकफास्ट बनाएर खायौँ र यो समुद्री तटमा यसो बिहान हल्का हल्का चिसो चिसो पनि छ। हामी घुम्दैछौँ, निकै रमाइलो भइरहेको छ। अब केही टाइमपछि हाम्रो सेनाई सरलाई भेटेर यहाँबाट हामी बाटो लाग्नेछौँ। हाँसेर बोल न माया सहन सकिन्न रूठो तिमी भइदिए कि दुखी दिन्छ मन नै चुडिएला बाजाका तार तर मनका मेरो सालौँ साल तिमी सुन्छौ भने बजिरहन्छ रे तिम्रो र मेरो भेट भो यो चाहिँ फालमाउथको टाउन सेन्टर सुनसान अहिले बिहान भएको हुनाले अब यो समुद्री तट यहाँ ढुङ्गाहरू छन्। सेनाई सरले चाहिँ आज बसौँ अलिक केही टाइम 12-1 बजीसम्म बसेर ढुङ्गासुङ्गा चढेर जाउँ भन्नुहुन्थ्यो। हाम्रो समय तालिका अलिक टाइट भएको हुनाले बस्न सकिएन र अर्को समय अलि लामो छुट्टी मिलाएर ठुलो टिमसहित आएर रमाइलो गर्नुपर्छ। फेरि राम्रो छ ठाउँ, निकै रमाइलो छ। अब केही समयपछि सेनाई सरसँग बिदा भएर हामी यहाँबाट छुट्टिँदैछौँ। फालमाउथमा यो पनि नेपाली रेस्टुरेन्ट नमस्ते किचन र यो चाहिँ हाम्रो बाल्टी करिज एकदमै पपुलर फालमाउथमा। बाल्टी करिज हाम्रो सेनाई सरको यति मिठो खाना खुवाउनु भयो जो उहाँलाई आफैले बनाएर निकै रमाइलो भयो। स्थानीय पत्र पत्रिकाहरूमा उहाँको नाम धेरै आउँछ, समाजसेवी भनेर चिनिन्छ उहाँ। यहाँ उहाँले नेपालमा पनि धेरै समाजसेवा गर्नुभएको रहेछ। रमाइलो छ। अब हामी सेनाई सरसँग बिदा भएर आइसकेका छौँ र यो टिन्टान्जल क्यासलको सेरोफेरोमा छौँ, घुम्दै छौँ। रमाइलो छ ठाउँ, निकै रमाइलो, हिँड्नको लागि पनि धेरै रमाइलो। यसो फोटो सेसन पनि हुँदैछ। तिम्रै लागि लेख्नु रहेछ यो गीत छोडेर तिमीलाई कसरी मनलाई होला म सम्झाउने तोडेर छन्डे यो मन जोडेर भन्दै ल हेर्न त कति रमाइलो छ ठाउँ। उकालो ओह्रालो तर बाटो सजिलो छ। हेर्दाखेरि मात्रै भिड हो तर बाटो एकदम सजिलो छ। हिँड्न एकदमै रमाइलो। हाम्रो भाउजू चाहिँ
अनि पछि हुनुहुन्छ ल अघि आइपुग्नु भयो फेरि कालो ओह्रालो तिमीले हो त जिन्दगीको लेखा तिमीले हो त लड्छौ किन बेकार छोडेर तिमीलाई कसरी मलाई जय गङ्गे भन्नु पर्यो नि तोडेर छुँदै जोडेर भन्दै नभन्ने भन्न आयो रे छोडेर तिमीलाई कसरी मलाई होला रतिशा तोडेर छुँदै मन जोडेर भन्दै नभन्ने भन्न यो चाहिँ मर्लिन्स केभ सानो गुफा छ अरे यहाँ आउँदैछौँ छ नि पानीको बोतल ठुल्ठुला ढुङ्गाहरू रमाइलो छ सो स्विमिङ पनि गरिराखेका छन् ल रमाइलो छ मर्लिन्स केभ मर्लिन केभ अलिकति ढिला भइसकेको हो के हो पानी आइसके जस्तो छ होइन ल महेन्द्र गुफा भनौँ के भनौँ केभ यहाँदेखि त्यहाँसम्म हो ल बी केयरफुल है बी केयरफुल पानीमा पऱ्यो भने जुत्ता भिज्छ भाउजू ल होइन भाउजू त्यही हुन्छ त्यही ठिक छ ल यो मर्लिन केभ है हामी अब झन्डै आधी घन्टा चाहिँ त्यही लिएर यहाँ आइपुग्यौँ अब टेम्पल क्यासल जाने ल यहाँ चाहिँ दाइ एकचोटि यता फर्किनु त दाइ एकचोटि भाउजू अब यहाँ भाउजूलाई चाहिँ यहाँबाट लडिहालिन्छ ठुलो पिर्ने दाइले भन्नुभएको लड्यो भनेदेखि भोलिदेखि निर्माणलाई कसले खडा भने ठुलो पिर भाउजू ढुङ्गा नै भालेर सल्काउँछौ है बलिसकेको आगोनियत चाहिँ तिमी पक्ष नै ठानेर बल्छौ है मर्लिन केभबाट आयौँ मर्निङ केभबाट अब टिटान्जल क्यासल टिन्टाजेल क्यासल माथि जान एकदम डराइरहनु भएको छ किन डराउनु होला दाइ यसको उत्तर चाहिँ भाउजूलाई नि सोध्दा ल भन्नु त भाउजू होइन केही छैन तल डराउनु त तल पुल त पारी जान डराएको ए पुल तर्दा खुट्टा काम्छ भनेर होइन त हामीले बरु उचालेर नि लैजाउँला हो ल अब उचालेर त हेर्न नजानी आफ्नै खुट्टाले हिँड्नु होइन तीर्थयात्रा गङ्गा सागर भन्नु न अब गङ्गा दाइ गङ्गा भाउजू मान्छे अब अर्को महत्त्वपूर्ण गन्तव्य टिन्टान्जल क्यासल जाँदैछौँ हामी ल हेर्नु त यहाँ कस्तो उकालो ओह्रालो भिर पहरा हाम्रो नेपालको दुर्गम ठाउँको झझल्को दिने ठाउँ छ अब टिन्टान्जल क्यासल यहाँबाट हेर्नुहोस् कति रमाइलो छ ठाउँ यो क्यासल चाहिँ क्यासल हो तर क्यासलको केही बाँकी छैन भग्नावशेष मात्रै बाँकी छ यहाँ केही बाँकी छैन यहाँ सबै वालहरू बाँकी छन् केही ठाउँमा तर एकदमै घुम्न लायक ठाउँ एकचोटि आउनु लायक ठाउँ घुम्नै पर्ने ठुलो टिम आउनु पाएको भए अझै रमाइलो हुन्थ्यो धेरै रमाइलो छ
तेन्जिङ क्यासल हो माथि हाइटमा पोखरा मुनि ओडार मुनि बसिरहेका छौँ भाउजू एकदमै डर मान्नु भएको थियो अहिले ढुक्क हुनुभयो अब जाने मान्नुहुन्न फेरि आउनु मान्नु भएन अब जानु मान्नुहुन्न अब फेरि मलाई पिर के छ भने आज सोमबार भइसक्यो भन्ने छ उताबाट नातिहरू आइसके भोलि नै आउने भन्ने छ के खायो होला नि कसो गऱ्यो होला नि तेल लाउन नपाइदिनु भयो नाति यहीँ छन् एड्रियन आर्यना के खायो होला नि के गर्यो होला नि प्रमोदहरूले के गर्यो होला नि नर्वेमा के गरिरहेको होला नि होइन टेन्सन छ बाइक के हो बक बाइक टपमा छौँ है हेर्लाई सुताउनु है त पटुकीमा सिउरेको सुर्के थैली खै भन सुर्के थैली खै चौबन्दीमा तुनेको सुर्के थैली खै मानी ऐसानी गर्छौ प्यारे बेमानी नखोज है न्यू रामा नखोज है न्यू रामा नखोज है न्यू रामसैला ठेका भित्र पानी रामसैला घर्र घुर्र मदानी केला ठोर घ्यू रामा केला ठोर घ्यू केला ठोर घ्यू रामा केला ठोर घ्यू आनाकानी गर्छु पर सर्छु मन अन्तै साट्यो कि आनाकानी गर्छु पर सर्छु मन अन्तै साट्यो कि मलाई उल्लु बनाएर धोका दिन पो आट्यो कि अझै हिसाब मिलाउनु छ झेका खाता भई पटुकीमा सिउरेको सुर्के थैली खै भन सुर्के थैली खै चौबन्दीमा तुनेको सुर्के थैली खै मनमोजी मान्छे कता कता जान्छे खोज निन्दा नगर मनमोजी मान्छे कता कता जान्छे खोज निन्दा नगर कलिलै छ वैश राजे बल जफ्ती नगर कक्का के कुकु कुकु के कै रौका तेरो हजुर झुमके रुमाल खै झुमके रुमाल खै भन झुमके रुमाल खै कुरुसैले बुनेको झुमके रुमाल कस्तो छ त यो बाटो हेर्दाखेरि तर हेर्दाखेरि यस्तो अप्ठ्यारो देखे पनि साँच्चै बाटो अप्ठ्यारो चाहिँ छैन तल सिधै समुद्र साइडमा रेलिङहरू छन् सुरक्षित छ यात्रा त्यस्तो गाह्रो छैन हेर्दाखेरि मात्रै यस्तो हो ल
एकदमै मनमोहक दृश्य, ठाउँ रमाइलो। ल त कस्तो छ? एकदमै ल माथिको पुल देखियो अहिले यताबाट, राम्रो छ, निकै सुन्दर ठाउँ। सबै उमेर समूहको लागि एकचोटि घुम्न लायक ठाउँ हो। ल गर्दै हुनुहुन्छ, एकदम धेरै सिँढीहरू छन् यहाँ, धेरै कालो ओह्रालो तलमाथि। तर मनका मेरो सालौं साला तिमी सुन्छौ भने बजिरहन्छ रे। तिम्रो र मेरो भेट भो संजोगले भन्छौ कि नियति नै तिम्रै लागि लेख्नु रहेछ यो गीत। मेरो दिन बर्बाद भो यादमा तिम्रो फेरि बिहानीको सुरुवात भो यादमा। अब अन्त्यमा केही फोटाहरू छन् यहाँ। यो यात्रा निकै सुखद रह्यो। अब यो यात्रालाई बिट मार्दै हाम्रो लन्च आज अलिक ढिला भयो हुँदैछ। अब लन्च पछि हामी यहाँबाट 2-2:30 बजे 3 बजेसम्म रेडिङको लागि हिँड्ने जमर्को गर्दैछौँ। संजोगले भन्छौ कि नियति नै तिम्रै लागि लेख्नु रहेछ यो गीत। एउटा फोटो राखौँ है खिचेर, राखौँ है खिचेर, झल्को आउँदा हेरौँला झिकेर युके लन्डनको। एउटा फोटो राखौँ है खिचेर, राखौँ है खिचेर, झल्को आउँदा हेरौँला झिकेर
राखौँ है खिचेर राखौँ है खिचेर झल्को आउँदा हेरौँला झिकेर युके लन्डनको एउटा फोटो राखौँ है खिचेर राखौँ